हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। म चाहिँ मन्दिर पुगेछु। यहाँ मेरो चोकको मन्दिर हो यो। म चाहिँ अब बिहान वाकिङ गर्दै जिम जाँदैछु। मन्दिर ढोग्छु यहीबाट। अब जिमतिर जान्छु बिहान वाकिङ गर्दै। कस्तो घाम पनि थियो, चिसो पनि थियो। म चाहिँ यहाँ वाकिङ गर्दै जाँदैछु। कस्तो निन्द्रामै भयो जस्तो अनुहार चाहिँ, डोन्ट माइन्ड है, अनुहार चाहिँ त्यस्तै हो, अब निन्द्रामै भयो जस्तो हो। त्यस्तै अब म जिम जान्छु। जिम गएर जिमसिम गर्छु अनि तपाईँहरूलाई देखाउँछु के कसो गरे जिम। यहाँ हेर्नु अगाडि यो चाहिँ त्यो मोबाइल सेक सेक माथि तल भयो नि एकछिन, त्यहाँ त्यो ब्रेकर रहेछ क्या। अनि त्यो ब्रेकरमा थाहा नभएर अनि खुट्टा पुरा अल्झिएको थियो क्या, अनि त्यही भएर हो क्या। अनि यो चाहिँ यता यो मेरो जिमको राइटपट्टिको बाटो छ नि, यो बाटो हो क्या। यो बाटोमा अलमोस्ट तपाईँको फ्याक्ट्री साइड भनौँ या गोदाम भनौँ होइन, त्यो साइड चाहिँ टन्नै भेटिन्छ। या होटलहरू पनि टन्नै भेटिन्छ। त्यो यो फ्याक्ट्री साइड गोदाम साइडै भनौँ न। म चाहिँ अब जिम गरेर निस्केको थिएँ। जिम गरेको चाहिँ भिडियो बनाएन, जिम गरेर निस्केको चाहिँ बनाएँ। जिम गरेर निस्केको बाहिर यस्तो घाम थिएँ। अब हिँड्दै हिँड्दै पसल जानुपर्छ, मासु लिनु जानु छ। मासु लिनु जान्छु, अब हिँड्दै हिँड्दै मासु लिनु जानु छ। त्यही भएर अब मासु लिनु जान्छु म। अब हिँड्दै हिँड्दै यहाँबाट अब मलाई माइस्थान, अस्ति माइस्थान देखाएको थिएँ नि तपाईँहरूलाई, त्यहाँ जान्छु। यहाँबाट हिँड्दै पछाडि हिँड्दै माइस्थान जान्छु। अनि त्यहाँ गएर त्यहाँ गएर अनि मासु लिएर अनि आउँछु। यहाँबाट अगाडि जान्छु, हेरौँ के कसो छ। अनि मासु लिन्छु। अनि त्यसपछि चाहिँ घर फर्किन्छु। यहाँ अटोवालाले केको लागि कुर्दै बसिरहेको रहेछ, खोइ थाहै भएन किन रोकेको भनेर। म आउँछु बस्छु भनेर रोके जस्तो लाग्यो। म त अब हिँड्दै जाने मान्छे, अब कहाँ अटोमा चढ्नु पर्यो। बिहान बिहान त हिँड्दै गएर राम्रो हुन्छ नि त, बडीलाई पनि हेल्दी हुन्छ नि त। यति घाम हेर्नु न, कस्तो घाम छ यार। यहाँ त तपाईँको बिहानै घाम लाग्छ यार, 8:30 बजी नै घाम लाग्छ, 8:30 बजी 9 बजी नै घाम लाग्छ। के हो यताको त वेदर यार, अचम्म यार। बिहान हिँड्न पनि जाँदा नि घाम टिलिक्क टल्केको हुन्छ। अनुहार यसै कालो छ, झन् कालो भइन्छ भन्ने डर। मैले मासु लिएँ, मासु लिएर म स्थान पुगेर मासु लिएँ होइन। त्यहाँ बर भिड थियो कि, अनि त्यही भएर मैले भिडियो चाहिँ बनाउन पाएन। अनि मासु लिएँ। अनि यहाँ चाहिँ जिपीसम्म आएर अनि भिडियो बनाएँ तपाईँहरूलाई। यहाँ जिपी हो, यो चाहिँ घडेर पोखरी, यहाँ चाहिँ आएको थिएँ। अब यही बेला चाहिँ स्कुल टाइम हो, अनि एसएससी पनि चल्दैछ जस्तो लाग्यो आजदेखि। अनि त्यही भएर त्यो बसहरू, स्कुल बसहरू अनि स्टुडेन्टहरू पनि टन्नै बाटोमा यता भइरहेको थियो कि, किनकि आई थिङ्क 8 बजिसकेको थियो मेरोमा। म निस्किँदा यता हुँदा हुँदा 8 बजे जस्तो लाग्यो। अनि 8 बजीसम्म त बच्चाहरू सब अब एसी दिन गइहाल्छ नि त। 8 बजीदेखि चाहिँ यता एसी। तपाईँहरूतिर कति बजी छ भन्नु है। बसहरू गाडीहरू टन्नै त गइरहेको थियो। अब म चाहिँ मासु लिएर घर जान्छु। घर गएर नुहाउँछु धुन्छु, खानासाना खान्छु, फ्रेस हुन्छु। अनि त्यसपछि एक निद सुत्छु म। अनि त्यसपछि कतै जानुपर्ने भए जान्छु। हेरौँ अब कतै जानुपर्छ कि नै भनेर हेर्छु, अनि अब जान्छु। यो चाहिँ यताको मन्दिर हो। यो चाहिँ म यहाँ पुगेँ। अब यो लाइनमा तपाईँको 3 4वटा मन्दिर नै छ। यो चाहिँ हिजो दिदीको बर्थडे थियो नि, अनि म बेलुकातिर बर्थडेमा गएको थिएँ। बर्थडेबाट आएर अब सुत्छु। गुड नाइट तपाईँहरूलाई पनि।